हेलो नमस्कार सबैमा म मसरुलाल चौधरी। डाक्टर महावीर पुन भन्नुहुन्छ देशको विकास कसरी हुन्छ भन्ने कुराको एउटा सानो उदाहरण दिन मैले रु 750 पर्ने मेरो आत्मकथाको पुस्तक बेचिरहेको छु। मेरो अनुमान करिब 1% अर्थात् करिब 3 लाख नेपालीले मेरो किताब किनिदिए भने वीरगञ्ज कृषि औजार कारखाना चल्छ। अर्को उदाहरण पनि मनन गर्नुहोस्। नेपालको 10% जनता 30 लाखले प्रति व्यक्ति रु 1000 को दरले हरेक वर्ष मातृभूमिलाई योगदान दिने हो भने रु 3 अर्ब रुपियाँ हुन्छ। हरेक वर्ष त्यति पैसा प्रतिभाशाली युवाहरूलाई देशमा राखेर अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा लगाउने हो भने 10 वर्षभित्रमा नेपाल केही विकास हुन्छ र करिब 25 वर्षमा नेपाल निकै विकसित हुन्छ। सक्नेले धेरै, नसक्नेले अलिअलि भए पनि योगदान दिने हो भने देश बन्छ। एकजनाले मात्र देश बनाउन सक्दैन। म चाहिँ 1000 एक वर्षमा दिन तयार। तपाईँ 500 भए पनि दिन तयार हुनुहोस् है। देश विकासमा लाग्नुपर्छ।